निस्केन क्या यार अहिलेसम्म हो टोप चण्डी टोप गरे भाइ हाल्दै एउटा गोला माथि भागै गुड्ला है त्यो वाइफाईको पासवर्ड नै रहेछ त यहाँ होइन साथीहरू चाहिँ यो चाहिँ होइन भाइले भन्छ राजा महाराजा बसेको ठाउँ हो यहाँ पहिलाको राजा बसेको ठाउँ होइन यो साथी भाइ डान्स गर्दैन न एकचोटि सो साथीहरू फोटो पनि सुट भइसक्यो हाम्रो यो चाहिँ खास भनेपछि कुन राजा बसेको हो यार पृथ्वीनारायण शाहको दरबार भने जस्तो भयो यार एउटा नाति पृथ्वीनारायण शाहको नाति बसेको राजमहल गाइज यो चाहिँ होइन अझै माथि छ जानु त होइन मिल्छ जाने अझै माथि साथी यो चाहिँ बुलेट होइन बुलेट चाउचाउ यसमा चाहिँ बुलेट पर्छ गाइज होइन ल हेरौँ के पर्दो रहेछ सबैजनालाई मेरो भ्लगमा फेरि पनि हजुरहरूलाई स्वागत छ सो म आज चाहिँ हजुरहरूलाई चितवनमा रहेको उपधनगढी लग्न गइराखेको छु होइन त्यहाँ चाहिँ अब भन्छन् राजा बसेको घर पनि छ त्यहाँ त्यही देखाउन गइराखेको छु होइन साथी हो सो राम्ररी हेरिदिनु होला र मेरो आवाज पनि हल्का बिग्रे जस्तो थाहा पाउनुभयो होला यो चाहिँ के भन्छन् रुगाले बिग्रिसकेछ आवाज पनि होइन अब चाँडै सन्चो हुन्छ गाइज सो भिडियो चाहिँ फुल हेरिदिनु होला र सपोर्ट नि गरिदिनु होला गाइज फाइनली साथीहरू हामी चाहिँ मिलिसक्यौँ कहाँसम्म गऱ्यो हाम्रो आजको उपधनगढी खै मलाई थाहा छैन त्यो चाहिँ कहाँ हो होइन गाइज सो त्यो आज फर्स्ट टाइम गइरहेको छु त्यहाँ कहाँ उपधनगढी हो त्यही हो गाइज सो ल हेर्दै गर्नु होला हाम्रो रमाइलो कस्तो हुँदो रहेछ साथीहरू तेल हाल्न लागिरहेको छौँ होइन एकछिन हेर्नु सक्नुहुन्छ त्यहाँ पछाडि हाम्रो सेप छ तेल हालेर राख्नुपर्छ गाइज हामी स्कुलमा त्यही अनि लङ टुर तेल हाल्नै पऱ्यो गाइज होइन देख्नु नि त यहाँ मेरो भाइ त्यसरी एकदम घटाउनै हुँदैन साथीहरू चाहिँ यहाँ चाहिँ अहिले माथि पुग्दैछौँ यहाँ चाहिँ हामीहरू खाजाको लागि केही खानाको लागि खाजाहरू लगिरहेको छौँ गाइजहरू होइन त्यही बेला यहाँ रोबीको बजारमा त्यहाँ माथि चाहिँ छैन बजारहरू यहाँदेखि माथि सुन्छ हाम्रो चाहिँ यहाँ ल
के लगिरहेछ नि तिमीहरू केटाहरू पनि निस्किसक्यो यहाँ केटाहरू गाइज सेपै जान्दैन गाडी साथीहरू हामी चाहिँ यहाँले बिच बाटोमा चाहिँ हल्का ब्रेकको लागि रोकेछौँ होइन यहाँ चाहिँ टक्क यहाँ अब एकछिन रेस्ट गरेर गाइज हेर्न सक्नुहुन्छ यहाँको भ्यूहरू हाम्रो चाहिँ दुईजना साथीहरू चाहिँ उतै छन् अझै आउँदैछन् ऊ चाहिँ हामी भाइ मेरो भाइ के छ ठिक छ नि अझै आइराख्नुपर्छ तलतिरै हुनुहुन्छ क्या सबैजना सो गाइज यहाँदेखि देख्न सक्नुहुन्छ भ्यूहरू कस्तो छ यहाँ अझै माथि जानुपर्छ गाइज उता माथि त सबैजना चाहिँ हामी अहिले साथीहरू हामी चाहिँ यहाँ होइन अब यहाँ हाम्रो के भन्छन् ब्रेक पनि अब सिद्धिसक्यो भन्नु पऱ्यो अब यहाँदेखि चाहिँ माथि चढ्छौँ फेरि धेरै उकालो छ गाइज होइन चढ्ने चाहिँ धेरै अगाडि जानु छ अझै हामीहरू यहाँदेखि फेरि साथीहरू फेरि टक्क फोटोसोटो सुट भइरहेछ त्यहाँ होइन हेर्न सक्नुहुन्छ भाइ डान्स गर्दैन एकचोटि खिचिरहेछन् साथीहरू हेर्न सक्नुहुन्छ गाइज हामी चाहिँ तलदेखि आएको त होइन उता तलदेखि स्कुटी ग्याङ खोइ त माथि चढिसक्यो होला है हामीहरू चाहिँ अब पढनगढी पुगिसक्यो हेर्न सक्नुहुन्छ यो पढनगढी गाइज फाइनली होइन हाम्रो चाहिँ यहाँदेखि अब स्टार्ट हुन्छ माथि चढ्ने काम अब चाहिँ यहाँदेखि चाहिँ पैदल यात्रा हिँड्नुपर्छ होइन हामीहरू चाहिँ फाइनली पुगिसक्यौँ यहाँ अब अझै चढेपछि माथि पुगिन्छ गाइज अझै आधा बाटोमै छौँ हिँडिरहेछौँ यहाँ हेर्न सक्नुहुन्छ बाटो पनि एकदम माथि छ चढाइ ओ माया गरे यहाँ चाहिँ के हेर्न सक्नुहुन्छ भ्यू हो यहाँदेखि चाहिँ आइराख्नुपर्छ हाम्रो टिम के यहाँदेखि हेर्न सक्नुहुन्छ गाइज भ्यूहरू चाहिँ यस्तो दामी के देखिन्थ्यो गोर्खा
सक्नुहुन्छ हाम्रो चाहिँ यति चढेन यति हाल यस्तो हालत भइसक्यो अरे यतैबाट जाने हो कि मुङली झन् अझै कति माथि होला यार झन् अझै माथि चढ्नु पर्छ यतिमै सुन्तारा फरल सरे सुन्तारा त्यहाँ ओइ डाँडामा ओइ सुन्तारा कहाँ छ एकपल्ट त्यो हाम्रो त्यो डियो थिएन आन्टीको ओहो साथी हो पुट 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 धेरै रमाइलो आज एकदम एडभेन्चर टाइम छ आज होइन खतरा पिको हुने छ भन बिस्तारै कम 12-13 हाल्नुपर्छ पावर मोड दिन्छ त्यहाँ हैन अरे हामी ल घरि गर्छ सो भाइ चाहिँ हाम्रो पानी बोक्दै हैट यार त्यो माथिको टपमा भाइ त्यहाँ टपमा हो कि कहाँ हो बे भालै फर खाइ हुँदैन कसले ल अहिले चाहिँ राम्रो बाटो आयो होइन ठिकठाक बाटो आयो अहिले फेरि चढाइ हुन्छ क्या माथि अझै यार अझै सर जुत्ता पनि ढुङ्गा सुङ्गा सब पर्छ ओइ जाने यहाँ उडिया ओइ भने मेरो पार हान्दियो मुला साइडमा त्यही हानेर त मलाई उसको खुट्टा हेर न उसको यहाँ हेर्न आएको हाम्रो मजा आएको एक्लै भएर मजा आयो हजुरलाई राम्रै हो हामी त्यहाँ रोकेर हो यार नभए त सबभन्दा अघि हामी नै थियौँ यार चेपले टक्क ढुलो सोलो खिलाउनु भयो यार अनि हिमालय देखिएछ अब त बबाल हिमाल यो के को रुख हो यार यो जामुनको स्याउको त होइन यो रुख ए त्यो सायद तेजपत्ताको होला हेर मुला ए हेर्दा त्यस्तै पाट छ यो आँप हो ट्याक्क भयो सडी आँप हुन्छ मलाई यस्तो खै सिस्नो यार सिस्नोलाई के भन्छ नि हिन्दीमा बिच्छु काँटा वाह के भन्छ गरे यस्तो अङ्ग्रेजी आउँछ त यार मेरो साथीलाई साथीहरू हेर्न सक्नुहुन्छ होइन हामीहरू चाहिँ अब चढाइ स्टार्ट भइरहेछ अझैसम्म हालत खराब भइसक्यो चढ्दा चढ्दै कति चढ्ने होला यार कहाँ माडी बे के छ त्यहाँ उता यता आउँदैछ बिस्तारै थाक्दै आउँदैछ भाइ मलाई बोक न यार आफूले हेर्न सक्नुहुन्छ साथी हो यहाँ होइन ठ्याक्कै अब माथि पनि गाउँ पनि रहेछ अझै ल मजालाई गाउँको पनि टक्क घरतिरको पर्छन् होइन उता हिमाल छ हिमाल पनि मस्त देखिँदो रहेछ त के हो सिराई चुली होमस्टे चाहिँ होमस्टे गाइज यहाँ चाहिँ बस्न सक्नुहुन्छ यहाँ यार त्यस्तै भइरहेछ यहाँ आज हालत अनि हामी के हुन् त्यो रेस्टुरेन्टको सिडी हाइट गर्नु भयो यार साथीहरू देख्न सक्नुहुन्छ यहाँदेखि होइन यस्तो बवाल भ्यू यही हो बस्ने ठाउँ सालै त सुरु हुँदै खटाम गयो यार एकपल्ट धनगढी भन्ने जस्तो के तर छैन भयो गाइज भएको होइन अझै अझै धेरै माथि जानुपर्ने छ अझै कुन भोग्दैन यार साथी यार भाइलाई गाह्रो पर्यो गडी हिल कटे के भयो किन यस्तो त मङ्की क्याब निकालिहाल्नु न यहाँ झन् थाकिन्छ अहिले त्यो साथीहरू त्यो चाहिँ चढ्दा चढ्दै यहाँ हालत खराब भइसक्यो हल्का आवाज पनि निस्किरहेको छैन
के चाहिँ यही हो फाइनली पुग्यौँ होइन टिकट काट्दै यहाँ चाहिँ ब्रो फाइनली हामीहरू चाहिँ होइन अब चढ्दा चढ्दै पुग्न लागिसक्यौँ अब धेरै टाढा छैन यहाँ चाहिँ पानी सानी खाने बन्दोबस्त नि रहेछ टक्क पानी सानी खाने मुखसुख धुने होइन अनि माथि चढ्ने हेर्न सक्नुहुन्छ गाइज यहाँ चाहिँ यस्तो छ बवाल ओ के भयो भाइ तिम्रो हालत खराब हो गई क्या होइन हामीहरू चाहिँ मुखसुख धोएर हातमुख धोएर फेरि माथि आफ्नो डेस्टिनेसनमा लाग्नेछौँ हेर्नु साथी यहाँको उपर डनगढीको डाँडा बवाल छ गाइज यहाँ थियौँ फोटो खिच्नको लागि लभ पनि हो कपालको लागि गाइज यहाँ स्पेसल कपाल के लेखेको छ अझै आई लभ उपर डनगढी हेर्नुहोस् गाइज हो सो यहाँ यो के हो त यो खास यो सोल्की के हो त मन्दिर हो यो राजाहरू बसेको ठाउँ हो साथीहरू चाहिँ हामी यहाँ पुगिसक्यौँ होइन हेर्न सक्नुहुन्छ यहाँको भ्यूहरू यस्तो दामी चाहिँ घर हो निस्केर क्या अहिले हो टोप चण्डी टोप गरे भाइ हाल्दै एउटा गोला माथि भागै गुड्ला है त्यो वाइफाईको पासपोर्ट नै रहेछ त यहाँ होइन साथीहरू चाहिँ यो चाहिँ होइन भाइले भन्छ राजा महाराजा बसेको ठाउँ हो यहाँ पहिलाको राजा बसेको ठाउँ होइन यो साथी सो म चाहिँ यहाँ हजुरलाई चाहिँ घरभित्र लग्न गइराखेको छु होइन सो हेर्नुहोस् यो चाहिँ फर्स्टमा चाहिँ यो टोप होइन यहाँ चाहिँ वाइफाई पासवर्ड छ फेरि वाइफाई चाहियो भन्ने इन्टर हुँदै बित्तिकै यहाँ चाहिँ खुकुरी रहेछ गाइज हेर्न सक्नुहुन्छ यहाँ खुकुरीहरू घर चाहिँ सानो रहेछ त्यो चाहिँ खासै ठुलो पनि छैन यो चाहिँ गन ओहो हेर्न सक्नुहुन्छ गाइज गन सो यहाँदेखि चाहिँ माथि अब एक लट माथि नै गइदिउँ न हेर्न सक्नुहुन्छ साथीहरू यहाँ चाहिँ फोटोहरू रहेछ म चाहिँ हाम्रो चेपाङ जातिको वेशभूषा गाइज यहाँ चाहिँ वेशभूषा रहेछ होइन अर्को चाहिँ छेत्री जातिको वेशभूषा यो चेपाङ जातिको वेशभूषा अनि यो चाहिँ गुरुङ जातिको वेशभूषा गाइज हेर्न सक्नुहुन्छ यहाँ सबै जातिको वेशभूषा नै छ यहाँ चाहिँ मगर जातिको वेशभूषा गाइज अनि यहाँदेखि चाहिँ बाहिरको भ्यू देख्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले सेप चाहिँ फोटो खिच्दै त्यही हेरेर देखाउन सकेन यो चाहिँ तामाङ जातिको वेशभूषा यो चाहिँ शेर्पा जातिको यो चाहिँ नेवार जातिको वेशभूषा गाइज यो चाहिँ कामी जातिको सबैको छ गाइज यहाँ यो चाहिँ को काँडे भ्याकुरे यो चराहरू गाइज होइन कहाँको वाटरफल हो बे जलबिरे लामो झर्ना चाहिँ हात्ती देख्छ गाइज पाठे बाघ एकसिङे गैँडा चाहिँ मन्दिर छ होइन सो यही नै हो गाइज यहाँदेखि चाहिँ बाहिर टक्क भ्यू हेर्न सक्नुहुन्छ यता यसरी गरेर हो साथी के छ फोटो खिच्दैन मेरो सो साथीहरू फोटो पनि सुट भइसक्यो हाम्रो यो चाहिँ खास भनेपछि कुन राजा बसेको हो यार पृथ्वीनारायण शाहको दरबार भने जस्तो भयो यार एउटा नाति
पृथ्वीनारायण शाहको नाति बसेको राजमहल गाइज यो चाहिँ होइन अझै माथि छ जान त होइन मिल्छ जाने अझै माथि सुरु सक्नुहुन्छ ऊ चाहिँ हाम्रो के हो बेसी लामी छाने गुरुङ लक्ष्मण साथीहरू होइन यही नै हो अझै माथि एक तल्ले अझै रहेछ माथि अलगै माथि अझै चढ्दिउँ भन्ने के भयो त सुत्ने ठाउँ भयो नि सुत्ने ठाउँ पनि देखाइदिउँ न होइन राजा सुत्ने ठाउँ देखाउन गइरहेको छु गाइस यो चाहिँ हेर्न सक्नुहुन्छ यहाँ म्याटहरू पनि बिछा छ होइन हेर्न सक्नुहुन्छ गाइस यही नै हो राजा सुत्ने ठाउँ होइन यहाँ चाहिँ यो चाहिँ गाइस यो एकदम उताबाट टक्क यहाँदेखि चाहिँ राजा हिँड्थ्यो गरे उतादेखि चाहिँ रानी हिँड्थ्यो गरे होइन त्यही लागि बनाएको हो त्यो खास हामी चाहिँ फेरि तल बढ्ने लाग्छौँ गाइस ओ गाइस यो चाहिँ टोपको गोला गाइस यहाँ न भाइ भाइ यहाँ न टोपको गोला गाइस टोपको गोला यो गोली यहाँ चाहिँ यो अब यति नै हो घुम्ने ठाउँ भनेको यहाँ सबतिरबाट घेरेको टक्क राजा महाराजा टाइममा लड्ने सबै बनाएको छ होइन सिधा बनाउन चिन्न सक्नुहुन्छ गाइज यति मात्रै आउनु पर्यो है योदेखि माथि के यताबाट घर होइन होइन कि सिधा बनाऊ सिधा यति माथि ल साथीले भन्नु भइरहेको छु यहाँदेखि मलाई भागिहाल्छु भयो त यार तलै झर्न लाग्छ जस्तो कोक निस्किसक्यो होइन के ल्याएको छ मेरो कोक पानी चाउचाउ खै निकाल्नु त कहाँ गयो दल त्यो झोला लिएर आऊ न भाइ लिएर आउँछ कि अहिले त लिएर आऊ न तिमी जाऊ न लिएर आउँछ भन्ने अनि आइरहेछ ल आइरहेको छ त्यहाँदेखि ग्लास छैन सेप छ कि दिएन दिएन किन हामीलाई के यो चाहिँ के गरे करेन्ट कुरकुरे एक पोका भोलि यहाँ चाकु पर्नु करेन्ट लाग्छ त्यसपछि यो चाहिँ सेकेन्ड दोस्रो चाउचाउ पनि छ गाइज होइन तल जाला फेरि यो चाहिँ चाउचाउहरू 4-5वटा चाउचाउ छ होइन गाइज यहाँको खाजाहरू यहाँ चाहिँ टक्क खाजा साजा खाएर छन् केटाहरू म चाहिँ भिडियो बनाएर चक्करमा यहाँ बुलेट छ यहाँ अनि ओइ बुलेट हो यता हाम्रो साथीहरू पनि आएको छन् सक्नुहुन्छ गाइज यहाँ खाजा स्टार्ट भइसक्यो होइन खाजा साजा खाइहाल्लाम गाइज यहाँ हल्का भोक पनि लागिसक्यो चढ्दा चढ्दै यति उकालो चढ्दा चढ्दै गाइज भोक पनि लाग्यो होइन सो हेर्न सक्नुहुन्छ यहाँ खान पनि स्टार्ट भइसक्यो होइन त्यो राज साहब यहीँ सुट भएको गाउँको मलाई मजाक कुरा गर्छस् यहाँ हो प्रभासको ए हो त्यो गरेको भाइरल भयो प्रभासको फिल्म राजा साहब हेर्न हेरिसक्यो त फिल्म यस्तो डाँडा काँडामा त्यसलाई चाहिँ भिएफएक्स चाहिँ गरिदिएको के होइन यहाँको चाहिँ मेन भनेको यही घर हो मेरो पछाडि देख्न सक्नुहुन्छ यता यहीको हेर्नलाई टुरिस्टहरू आउँछन् होइन यहाँ टाढाबाट यहाँ हेर्न सक्नुहुन्छ पछाडि यसको भित्रको चाहिँ भिडियो चाहिँ बनाएको छु त्यो भिडियोमा आउँछ हेर्नुहोस् हेरिदिनु होला अनि यता अगाडि पनि पहाड भएको बिचमा एउटा सानो घर यहाँ चाहिँ हाम्रो पार्टी 5जनाको पार्टी भइरहेछ यहाँ के बुलेट खाइस् है खै बुलेट देऊ न मलाई पनि मुखमा खाइसक्यो खै बुलेट देऊ न मलाई पनि ढाड न हातमा बुलेट चाहिँ यही हो हेर्न सक्नुहुन्छ आगो खोलिस पर्ला कि बुलेट आउनु पर्यो अब भाइ कहाँ जाने अनि भाइ खस्यो भने फेरि पिकनिक जस्तै गरेर राखेको हल्ला खाल्दैन अनि भिडियोमा यहाँ परमिन बुढो छैन यहाँ विचारमा त्यही भएर त कसैले केही भन्दैन मलाई परमिनबाट छैन भने पिकनिकमा हल्ला हालिदिँदा के जोक चढ्यो होला मैले त्यसरी गर्न होइन हेर्नु साथीहरूमा खाँदै यो दबाउनु बाइक खानै हो मलाई दबाउनु थोरै हो
कति भयो र अहिले 15 हो यहाँ त 3:30 बजे त्यसमा 15 मिनेट त झर्न लाग्थ्यो होला आधी घन्टामै पुग्छ झर्दाखेरि त सेम के देख्यो फेरि भुट देख्यो क्या नम्बर रहेछ ओइ साथी यो चाहिँ बुलेट होइन बुलेट चाउचाउ यसमा चाहिँ बुलेट पर्छ गाइज होइन ल हेरौँ के पर्दो रहेछ अलि बु मात्रै छ बु मात्रै बस्छ कस्तो यो बु मात्रै हो प्लस बु प्लस ले प्लस ओ सबै जोड्नु त होला त्यसमा सबै बु मात्रै जोडे त बु खाने हो त रान्दियो त के यार अर्को त्यसले खुवाएको त्यसले मास फाल्नु फाल्नु हेर एकचोटि 74 को थारा दाम होइन स्याबास अर्को जे लोदर रहेछ स्याबास सकेन नानीलाई होइन घुमघाम गरेर चाहिँ अब फेरि निस्कन लागिसक्यौँ यहाँदेखि फेरि आफ्नो घरतर्फ अझै टाइम लाग्छ गाइज यहाँदेखि चाहिँ धेरै टाढा छ जानुपर्ने सो फुल भिडियो हेरिदिनु होला गाइज सबै उपधनगढीको सब चिज हालिदिइसकेको छु मैले सब भ्यूहरू सब चीज हाल्दिसकेको छु मैले भिडियोमा मेरो मजाक उडाइदियो यार सो गाइस लास्ट चाहिँ गाह्रो छ यहाँ भाइ के गर्ने अब मिक्स भइहाल्छ नि यार धन्यवाद लेखेको छ गाइस त्यहाँ यो चाहिँ हाम्रो मेन गेट होइन मेन गेटबाट अब बाहिर मेन गेट पनि यही हो इन्ट्री गेट नि यही हो एक्जिट नि यही हो सब चिज यही हो गाइस हेर्न सक्नुहुन्छ यहाँ ल दिदी है ल लाग्छ मामीहरू दौड्नु पर्छ होइन टक्क दौड्दै जाने हो यसरी दौडेर देख्न सक्नुहुन्छ यहाँ 3 जना हाम्रो पहलवानहरू झरिरहेको रहेछन् भाइ त हेर्दैन रहेछ त्यो यार वाउ अघि नै उकालो चढ्दै गाइस अहिले उकालो झर्दै सारा लाइफ यस्तै भइरहेछ यार चढ्ने झर्ने तर यो धेरै त्यो बनाएँ हल्का सानो सानो बनाउनु पर्ने क्या दुई पाइला यार 2 पाइला टेक्न पर्दा रहेछ नि त यसमा त्यो झन् गाह्रो भइरहेछ यार यही नै हो पठानगढी हेर्न सक्नुहुन्छ यहाँ पछाडि भ्यूजहरू त दामी यहाँको घरहरू पनि क्या दामी दामी छ गाइज हेर्न सक्नुहुन्छ यहाँ ओहो गाइज रोकन यार मलाई पनि रोका यार यहाँ त हल्का त्यो उतैदेखि हल्का खाजा बनाएर ल्याउनुपर्छ क्या यार बल्ल मजा आउँछ कहाँ त कहाँ त घरमा जाने के कोडोको खाना जाने विचार छ क्या सेफ हेर्न सक्नुहुन्छ गाइज होइन यहाँको के देख्यो कलुवा भिडियोमा देखाइदिनु पर्ने यार अन्त उयो भनेको यार सेलिब्रिटी यार कहाँ हामीहरू यार कति पुग्यो खै त्यसको मलाई थाहा छैन यार त्यसको म हेर्दैन अब त्यही टिकटक हेर्दाखेरि आउँछ कहिले कसो होइन अहिले त्यस्तो आउँदैन
हजुर तिमीले यदि भाइरल हुन मन छ अँ। पैसा तन्न कमाउनु मन छ सिस्टम तपाईँलाई अहिले कहाँ सेवी यस्तो हुन्छ यार उबर खापर गर्ने मान्छे हिरो हुन्छ यहाँ क्या कुडिहालौँ त्यहाँदेखि तल भाइ भाइ ओए 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 यसो भन्ने के मेरो बिहानको ब्रेकफास्ट सर मेरो मेरो सट्टा मलाई भाइ कुट्छ यहाँदेखि भाइ खा ओए सिस्नो के भन्नु पर्यो तिमीले भन्ने भनेको बस अँ चाहिँ स्नो खानलाई अँ दिल्ली अँ होइन 15 किलोमिटर चाहिँ यसरी म सिसो टिपेर आउँछु भन्नु पर्यो होइन सिसो टिपेर हातैले मलाई के हुँदैन मुङ्ली उता मुग्लिनु हो हाम्रो घरतिर हुन यो त सोचिरहेको होला यहाँ हो मलाई जानै त गाँडो फाट्छ मलाई बिहानबाट बेलुका हुन्छ अनि कुन चाहिँ त्यो गरे गोर्खा ए उताको डाँडा सेतो भएको हिमाल होला भाइ मलाई हिमाल कहाँ हुन्छ गोर्खा यार कस्तो यार त्यही नजिक छ त भाइ खस्लो है राम्ररी हिँड यहाँबाट भाइ ज्ञानको यस्तो उकालो चाहिँ छ यार त्यही धुलो त होइन ओहो यस्तो दामी दामी हावा चल्यो त यार वाउ यताबाट जाने अब अनिज यताबाट कहाँ उताबाट जानु मन छैन रनिस ओए टाढीमा त्यो यो बाटो आएन त यही बाटो हामी माथि हो यही बाटो हो गाइज हामी माथि आएको हेर्न सक्नुहुन्छ त्यहाँ त्यो तल जानुपर्छ मुनि एकदम तल होइन त्यो केटाहरू पुगिसक्यो हाम्रो होइन मेरो चाहिँ यहाँदेखि निस्किसक्यौँ सो हाम्रो चाहिँ आजको काम यति नै साथीहरू होइन हामीहरू चाहिँ चितवनमा रहेको उपधनगढी भन्ने ठाउँ पनि घुमिसक्यौँ होइन सो अब आजको चाहिँ भ्लग चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु गाइज होइन सबैजना हेरिदिनु होला भ्लग